हेलो गाइस, नमस्ते। आज हामी साथीको बर्थडे मनाउन हिँडेको। मेरी प्यारी साथी शान्ति पनि त्यति बेला त्यहीँ टुप्लुक्क आइपुगिन्। एउटा टिकटक बनाइहालौँ न त साथी भनेर छमछमै नाच्न थालिन्। म त खासै नाच्न नजान्ने मान्छे, उनी साथी चाहिँ छमछमै नाच्छिन्। कति राम्रो नाचेको, कति नाच्न मन लागेको। ओहो, हेर न, मक्ख पर्दै पर्दै फेरि अर्को टिकटक बनाउन आइपुगिन्। कति टिकटक बनाउन परेको। उता साथीहरूले ढिला भयो, छिटो गर भन्दै बोलाइराख्नु भएको थियो। त्यसै बखतमा हामी फेरि एउटा फोटो पनि क्लिक्क हानौँ है भनेर फेरि फोटो खिच्न थाल्यौँ। त्यसपछि हामी बर्थडे मनाउने ठाउँमा हामी जाँदै थियौँ। बर्थडे मनाउने ठाउँमा पुग्दाखेरि हामी दुईजनाले सेम कपडा लगाएर, माथिको टी सर्ट सेम लगाएर गएका थियौँ। मेरो प्यारी साथी कोपिलाको आज बर्थडे। कति रमाइलो, कति खुसी। आहा, मेरो प्यारी साथीहरूले हातले बाई बाई गर्दै रमाउँदै बर्थडे स्थानमा प्रवेश गऱ्यौँ। त्यसपछि हामी सबैजना भएर इन्जोय गर्न थाल्यौँ। मेरो प्यारी साथी हेर न, कति मक्ख पऱ्यो कि आज मेरो बर्थडे भन्दै फेरि फोटा खिचौँ भनेर फोटा खिच्यौँ। मलाई फेरि टिकटक नबनाइ नहुने कति हो कि म पनि फेरि टिकटकमा उस्तै यता साथीहरूले छिटो आइज भन्दै बोलाइराख्नु भएको थियो, तर म आफ्नै पारामा कति बेला पनि नछोड्ने। हेर न, किन होला त्यो शीतल ठाउँ, हरियाली, मलाई त एकदमै रमाइलो लाग्यो। आहा, कति रमाइलो भन्दै म त टिकटक बनाउन थालेँ। त्यसपछि मेरा साथीहरू अब त ढिला हुन्छ, छिटो गर भन्दै मलाई बोलाइराख्नु भएको थियो। पोज तरिकाले फोटो खिच्नुपर्छ है भन्दै फोटा खिच्न थाल्यौँ। फोटा खिचिसकेपछि केक काट्न गयौँ। मेरी प्यारी साथी कोपिला ह्याप्पी बर्थडे टु यू भन्दै रमाउन थालिन्। सबै साथीहरूको ह्याप्पी बर्थडे टु यू भन्ने आवाज सुनेर उनी एकदम खुसीले गदगद थिइन्। अरू साथीहरू पनि त्यत्तिकै खुसी थिए। आहा, कति रमाइलो। सबैलाई धन्यवाद भन्दै हात जोड्दै मक्क परेकी थिइन्। कता लजाएकी पनि थिइन्। आहा, कति राम्री छन् कि हाम्री साथी फेरि। ओहो, अरू साथीहरू, कोही साथीहरू थपडी मार्दै, कोही साथी मोबाइल लिँदै, कोही साथीहरूले टिकटकमा गीत खोज्दै, अनि फेरि मेरी प्यारी साथी हेर न, मक्ख परी कि कति राम्री कि, हेर्दा पनि चाइनिज जस्तै कति राम्री। आज यति खुसी भइसिन्, आज मेरो ह्याप्पी बर्थडे भन्दै कताबाट स्प्रे छेप्छन् कि भनेर उनलाई डर पनि लागेको छ। अब देखिहाल्यो नि, उनलाई चाहिँ अब हिमाल जस्तै सेतै बनाइदिने भन्ने हाम्रो उसो चाहना हो। तर एकदमै रमाइलो भयो। आहा, कति रमाइलो। हेर न, कति खुसी भयो।